यसले त्यही त भने खाना मगाइसक्यो आफूलाई खालाइसक्यो फिर खा सक्दैन नि खाना आएपछि कहाँ सक्नु चाहिन्छ नि यो सिधै खाने हो र त्यही सधैँ ल्याउने बाबा कि अलि नुन पाक्कवाला लाल लाल लिएर आऊ अनि भन् के हुँदैछ तेरो त्यही नबेकार व्यवसाय राम्रो छ यही खायो मात्रै हो मेरो जीवनको अमृत नै यही हो ल ल खै त ल्याउँदिन त हेर त मैले कस्तो मायाले बनाएको त्यो मिठो छ कि छैन हेर त मिठो त दामी छ नि के भने घरमा बुढीले यस्तो बनाउँदैन तिम्रै मायामा छ यस्तो मिठो मिठो खाना बनाउने त्यही त घरको बुढीहरू क्या त्यस्तो हुन्छ र त्यही भएर त आऊ भनेको सधैँ टक्कै रहेछ ल नुन त तर मलाई चाहिँ अलिक पुगेन कि अलिकति थप्ने कि ल म ल्याइदिएँ ल ल खै त कति हालिदिउँ यो हाल्ने न अलि यसो यसो गरेर छर्क्यौँ न ल भइहाल्यो नि यसरी दामी दामी भयो होला ल ल अरू के चाहियो भने भन है यो त सक्यो त नथप्ने नथप्ने मलाई त यति नै लागिसक्यो थोरै खतम मगाइहाल्छु न होइन होइन नखाने के बिजुली ए बिजुली बरु दुई पेपर ल्याइदेऊ त हामीलाई एउटा सानो चाहिँ यो हर्केलाई देऊ ठुलो चाहिँ मलाई ल्याइदेऊ होइन होइन म त खान्न कि खान्न नाटक नगर खानेर भने खानै पऱ्यो नि अब क्या दामी यार यो त मलाई त लाग्यो कि क्या हो दुई पेट खाएको लाग्यो भन्छु न मलाई लागिसक्यो कि केको लागि खायो सबै सबै होइन म त खान्न पैसा दिने मैले हो खाना खा ल ल ल इन्जम पनि बेलुका बेलुका भयो घरमा बुढीले मार्छ बरु म त उठ्नै पो सक्दिनँ भनेको कि मलाई त अब दुई बोतल खाएर नि के भयो अब त घरतिर लाग हौ ल ल मलाई त मार्छ बुढीले पैसा पक्कै त के हो आज त होइन बेसँग पैसा छैन भोलि दिउँ न भोलि कुराहरू त मलाई चुबाउनै भयो छिछि के भन्छ भन्छ भोलि दिउँला के भोलि आइहाल्छौँ नि म फेरि ओइ कहाँ गइस् खोइ म त लड्न आँटेको बोतलको पानीले आँखा सन्काइसले पैसा सकियो पिउने बोतलको पानीले गयो पिउने बानीले बेलुकाको समय पनि हुन्छ तिमीहरूमा किन रातो पिरो भन्छ थाहा छ सरले गाली गर्नुभयो किन गाली खाएको क्रियाकार्य नगरेर हेर चित्त क्रियाकारी तिमी आफ्नो लागि नै गर्ने हो म के भन्नु अब ल ल भोलिदेखि गरेर आऊ हो दाइ आज छिटो छुट्टी भयो ए म पनि यहाँ बिजुली दिदी कहाँ गएको थिएँ जान लागेको थिएँ चिया खानालाई जाउँ न जाउँ सँगै जाने हो जाने जाने हो नि जाउँ राकेश दाइ राम्रो होइन के तिमी मासुलाई जान ल एकछिन जाँदैन केही हुँदैन क्या तिम्रो मम्मीलाई भनिदिन्छु है तिम्रो मिल्ने साथी होइन घरमा नबन ल भाइ ढिलो भयो जाउँ न के जाउँ ल तिमी पनि घर जा म पनि जान्छु दाइसँग बिजुली दिदी ए बिजुली दिदी हजुर राकेश भाइ पो आएको के हो आज त छिटै आइसौ त हजुरको चिया नखाएसम्म त मेरो सासै चल्दैन दिदी साँच्चै हो र के मस्को लगाउन खोजेको त्यसै त्यसै के होइन दिदी होइन साँच्ची हो नि आज त मेरो भाइले पनि आएको छु बोल न बोल नमस्कार
दिदी नमस्कार तिमी त चित्रेको छोरा हैन हो नि दिदी ए ल के खान्छौ भन नि त आज के हो दिदी त्यही सधैँ जस्तो 2 कप चिया अनि चुरोट ल्याइदिनु न ल त ल बस म ल्याइदिइहाल्छु हुन्छ दिदी हुन्छ दिदीको चिया त कति गुलियो नि कति गुलियो के खाइराखौँ भइरहेको हुन्छ हो र दाइ अयो धेरै नमस्कार लगाउ राकेश भाइ पनि साँच्ची हो दिदी साँच्ची यो चुरोट यहाँ छ लाइटर छ तिमीसित लिउ यहाँ छ लाइटर के चाहियो भन्नु भन है हुन्छ दिदी हुन्छ भाइ खाऊ न खाऊ कहाँ खानु दाइ अझैसम्म खाएको छैन खाँदिन कहाँ खानु घरमा खायो भने त मार्छ मलाई कसैले भन्दैन के खाऊ खाऊ यस्तो खानी हो क्या घरमा बाउले पनि खान्थे गाह्रो भयो दाइ नखाने दाइ यस्तै हो यस्तै फर्स्ट पेटी खाऊ कि तार्न मजाले हुन्छ पुरै भित्री गरेर गर न रमाइलो हुँदो रहेछ त दाइ ओके हो खाने गएपछि बानी हुन्छ दिदीको हातको चिया प्लस सिक्रेट पुरै नगर के हो रहेछ दाइ खतरा छ अनि अब सधैँ आउनु पर्छ भाइ ल ल अब सधैँ आउने दाइ र भाइ भएर ए भाइ मेरो कल आयो के पछि भेटौँ नि है हस् दाइ ए दिदी 20 दिन लागेको लानुहोस् हजुर पैसा भेट्छ र उनीहरू कुराकानी गर्छन् जुनेली खै पिते जहिले सँगै आउँथ्यो त आज एक्लै आएछौ हो र तँ राकेशसँग नहिँड भनेको कुलतमा फसेछ नि त ऊ मेरो छोरालाई बिगार्छ कि क्या हो ए ल म त्यसलाई आएर सम्झाउँछु ल तिमी जाऊ घर केही बेरपछि जिते पनि घर फर्किन्छ र पुतलीसँग कुराकानी गर्छ जिते कहाँबाट आइस झुट बोल्छस् जुनेली त अघि नै आइसकि त साथीसँग बाहिर गएको थिएँ त्यही भएर ढिला भयो चुरोट खाएर आइस क्या हो राकेशसँग गएको होस् कहाँ चुरोट खानु त मैले झुट नबोले त म बाबासँग भनिदिन्छु राति बाबाले पनि कहिले काहीँ खानुहुन्छ नि अब ठुलो ठुलो कुरा गर्छस् धेरै झुट नबोले फेरि राम्रो हुने छैन अबदेखि टाइममा आउने टाइममा जाने गर्ने हिँड अघि भट्टीबाट फर्केको हर्के र चित्रे पनि दुवैजना आफ्नो घर फर्किन्छन् म त सक्दिन कि क्या अप्सराहरू बजाउँछन् होला अप्सरा ए अप्सरा होइन के हो कहिले खाइ रक्सी खाएर आउने मान्छे त आजकल जहिले खाएर आउनु थाले त त्यो पक्कै त्यही चित्रे भाइको सङ्गतले गर्दा होला होइन के थोरै खाएको हो के अप्सरा थोरै हो के कहिले खाएर आउने मान्छे त जहिले खाएर आउनु थाले त यसरी हाम्रो घरको वातावरण बिग्रिन्छ नि नरिसाउ न अप्सरा किन रिसाएको तिमी